के तपाईले राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता गर्नुभएको छ? यदि तपाईसँग स्वास्थ्य बीमा छ भने कम खर्चमा उपचार पाउन सकिन्छ। स्वास्थ्य बीमामा दर्ता गर्नु धेरै सजिलो छ। स्वास्थ्य बीमा भनेको सरकारले अस्पताल खर्चमा सहयोग गर्ने व्यवस्था हो। यदि तपाईँ स्वास्थ्य बीमा दर्ता हुनुभएको छैन भने बिमारी पर्दा वा चोटपटक लाग्दा अस्पताल खर्च धेरै कम हुन्छ। विदेशीहरूले पनि कोरियाली नागरिकहरूकै जस्तै सुविधा पाउन सक्छन्। कोरियामा जागिर गरेर काम गर्दा स्वास्थ्य बीमामा दर्ता हुनु अनिवार्य छ। 6 महिनाभन्दा बढी कोरिया बस्दा आवश्यक कागजात बुझाएर स्वास्थ्य बीमामा दर्ता गर्न सकिन्छ। यदि कम्पनीमा काम गर्नुहुन्छ भने कम्पनीले तपाईलाई स्वास्थ्य बीमामा दर्ता गरिदिन्छ र प्रिमियमको केही हिस्सा कम्पनीले तिरिदिन्छ। यदि कम्पनीमा काम गर्नुहुन्न भने तपाईले आफै दर्ता हुनुपर्छ र प्रिमियम आफै तिर्नुपर्छ। प्रिमियमको रकम तपाईको आय अनुसार निर्धारण हुन्छ। यदि प्रिमियम नतिरेको खण्डमा चिकित्सा खर्चको छुट पाउन सकिँदैन र भिसा नवीकरण पनि गर्न सकिँदैन। स्वास्थ्य बीमा भए स्वास्थ्य सेवामा धेरै सुविधा पाइन्छ। कम खर्चमा नियमित स्वास्थ्य परीक्षण गराउन सकिन्छ र अस्पतालको बिलको केही भाग तिर्नुपर्छ। औषधि पनि कम मूल्यमा किन्न सकिन्छ। धेरै जसो आवश्यक उपचार र परीक्षणहरू स्वास्थ्य बीमाले कभर गर्छ। अपवादहरू लेसिक, कस्मेटिक सर्जरी, गोल्ड क्राउन र उच्च स्तर अस्पताल कक्षको शुल्कका लागि पूरा रकम तपाईले नै तिर्नुपर्छ। नोकरी छोडेपछि तपाईलाई स्वचालित रूपमा लोकल सदस्यतामा गनिनेछ। यदि निश्चित नभए परामर्श लाइनमा फोन गरेर सोध्न सकिन्छ। फ्री क्लिनिक कहिलेकाहीँ स्वास्थ्य बीमा बिना पनि सहायता पाउन सकिन्छ, तर धेरै लामो समय पर्खनु पर्न सक्छ। विदेशबाट आएका अप्रवासीहरू पनि स्वास्थ्य बीमामा दर्ता हुनु अनिवार्य छ। मासिक प्रिमियम नियमित तिरिरहनुहोस्। अस्पताल जाँदा पहिचान पत्र र स्वास्थ्य बीमा कार्ड साथमा लैजानुहोस्। स्वास्थ्य बीमाको सुविधाहरू सहित आफ्नो स्वास्थ्यको हेरचाह गर्नुहोस्। स्वास्थ्य बीमामा दर्ता भई कोरिया बसाइको दौरान आफ्नो स्वास्थ्य सुरक्षित राख्नुहोस्।